आज चाहिँ हाम्रो घरमा भनौँ न खेतमा बिटा लाउने कार्यक्रम भइरहेछ। गाउँमा अब खेताला पाइँदैन अहिलेको समयमा, त्यही भएर उहाँका काका बुवा र म चाहिँ आज धानको बिटा लाउने। अर्को दुईजना बुहारीहरू पनि छन्, उनीहरू बिटा बानिरहेछ। चाहिँ अब परम्परागत रूपमा चाहिँ धानलाई चुटेर चार्ने हो। थ्रेसरहरू पनि पाइन्छ, तर अहिले चाहिँ हामी चाहिँ यो परम्परागत रूपमा चाहिँ धानलाई झाट्ने, यसलाई अब बत्याउने काम भइरहेछ। यस्तै छ। अब पहिला चाहिँ अब यो पालहरू नहुँदा चाहिँ हाम्रो खेतमा खल्ला काट्ने हुन्थ्यो। धानको बुट्टाहरूलाई सबै ओखलेर अनि थिचेर सम्म बनाएर धानको भुसहरू छरेर ओबानो बनाएर धान चाहिँ अनि झार्ने काम गर्थ्यौँ। यो खेतमा बिटा लाउँदा पहिले अब 15-20 जना जति खेताला चाहिन्थ्यो। अहिले गाउँमा खेताला पाउनु गाह्रो छ। खेती किसान गर्नु पनि गाह्रो छ। त्यही भएर आफूले चाहिने जति छ त्यति कमाउँछन्। अलिकति एक दिन चाहिँ बुवा र मैले अनि फुपू मिलेर चाहिँ कुट्यौँ। अनि बाँकी रहेको हामी आज झार्दैछौँ धान। अब पहिला दाइँ गर्ने चलन थियो। अहिले हाम्रो गाउँमा यसो हेर्दाखेरि एकल गोरु पनि रहेनछ। दाइँ त परै छाडौँ, ट्र्याक्टरले गोरुहरू विस्थापन भए दाइँमा पनि रमाइलो हुन्थ्यो। अब दाइँ भनेको कथा जस्तो भयो। दाइँ हुन छाड्यो, गाउँमा दाइँ पनि हुँदैन, दाइँ गर्ने मान्छे नै हुँदैन, गोरु नि छैन। त्यस्तै हो। यो परालो लाने मान्छे पनि हुँदैन हौ गाउँमा त। यो अब यहीँ कुहिएर जाने हो, कुन्यु लाएर राख्ने। गाई बस्तु कसैले पाल्दैन। गाउँ पाखा सबै बाँझो, खेतबारी पाखा सबै घाँसै घाँस, चरन पनि छैन। सबै आधुनिकताले गाउँ रीतियो। आधुनिकताले भन्दा नि 52 सालदेखि चलेको माओवादी हिंसात्मक गतिविधिले गर्दा गाउँ रीतियो। गाउँमा अब केही छैन। बाँदर छ, बुढापाकाहरू छ, घरमा 2-3 जना त्यस्तै छ। अहिले बाटो छ, बत्ती छ, स्कुल छ, तर के छ भन्दा गाउँमा बस्ती छैन। यस्तै हो। अब सब जङ्गलले घेरिसक्यो। अब पहाड खाली, सहर केन्द्रित। असारे गीत गाउने कोही छैन। असारमा असारे गीत गाउने कोही छैन। लगभग अब हामी 3 जनाले दिनभरिमा 18 बोरा
चाहिँ ठुलो बोराको धान कुटेछौँ 18 बोरा हिजो अनि हामीले 5 बोरा गरेका थियौँ 23 बोरा धान चाहिँ यो खेतबाट आएछ टोटली दिदी र बुवाले खेती गर्नुभएको दिदीले खाजा बनाएर ल्याएछ चना भुटेर चिउरा अनि भैँसीको मही र दही हामी चाहिँ खाजा खाइरहेछौँ बुवाले चिउरा चना दही काका यतातिर दुईटा बुहारीहरू यो चाहिँ फुपू हो मेरो माइली फुपू अनि चाहिँ यसरी खाजा खायौँ